जिन्दगीमा लाइफमा सोचेको थिइनँ नि त यस्तो पनि हुन्थ्यो, यस्तो काम पनि गरिन्थ्यो। अब अगाडिबाटै डिरेक्सन लिएर हिँडेको भए छुट्टै हुन्थ्यो। डिरेक्सनै नलिकन हिँडेको छु। गन्तव्यले त्यही भएर छुट्टै रोल ल्याएको छ मेरो। म आफ्नै तालमा हुन्छु। माइसेल्फ गौरव पौडेल भन्नुपर्दा फ्ल्यास एन्ड ट्युनमा काम गर्छु, लगायत फ्रिल्यान्सिङ, गाइड, एच एन्ड एभ्रिथिङमा आइ एम देयर। जहाँसम्म मलाई लाग्छ साथीहरू पनि राम्रो राम्रो मैले कमाएको छु। आई हेभ लट्स अफ गुड फ्रेन्ड एन्ड जस एटलिस्ट टाइम एभ्रिथिङ हेर्दा बुझ्दा होइन, एभ्रिथिङ निड्स अपडेट। किनकि ग्रोथमा नै लाइफ निर्भर छ। द्याट्स द नेचर। ग्रोथ, बच्चा थियो, बेबी थियो, एडल्ट, अब बच्चा, चाइल्ड, एडल्ट हुँदै एउटा काइन्ड अफ फ्रेज साइकल त्यस्तै त हो नि सबै कुरा। सबै कुरालाई फिल गरौँ, अगाडि बढौँ। मेन कुरा भनेको आफूलाई चिनौँ। देयर विल बी नो वान पछि गएर। त्यही भएर आफूलाई चिन्नु भनेको के हो भने नोइङ तिमीले के स्टेप नेक्स्ट लिन्छौ तिमीलाई थाहा हुन्छ क्या। आफूलाई चिन्नु भनेको मलाई थाहा छैन यार भनिँदैन नि त। त्यो भनेको त अब अलिकति यु आर कन्फ्युज। व्हेन यु नो योर सेल्फ यु विल नो वाट स्टेप गन बी देयर। पानी परेको छ भने त्यसमा कस्तो हावा लाग्यो, कस्तो हो, के भयो, अहिले मैले जुन वेले देखिरहेको छु नि, एभ्रिथिङ इज लाइक ए स्टेप। लेभल हो नि त, लेभल अफ थिङ्स, स्टेप, लेभल, पर्सेन्टेज, एभ्रिथिङ इज सेम। वाट यु थिङ्क द्याट्स म्याटर। इम्पोर्टेन्ट थिङ्स द्याट्स रियली म्याटर भनेको तिमी नै हो कि। यु हेभ अ ग्रेट रोल इन यर लाइफ। यु गो, यु फिल, यु सी, यु टच, इच एन्ड एभ्रिथिङ तिमीले फिल त गरेर आउँछ, तर यु डु नट फिल यर सेल्फ। द्याट्स नट फेयर। सबै कुरा गरिरहेको छ भने फिल गर्न सकेन, ह्याप्पी हुन सकेन भने त त्यसको लाइक हाउ विल यु डिस्क्राइब द्याट। त्यो त मिल्दै मिलेन नि, हुँदै भएन नि। द्याट्स नट फेयर होइन। त्यसको लागि पनि आफूलाई चिन्नुपर्छ। सबै कुरा छ क्या। ओ वी निड लभ, एफेक्सन, स्ट्रङ वे। त्यो भने स्ट्रङमा गरिन्छ, तर गर्ने, सक्ने, हुने सबैको हातमा पर्छ। हेर्दै जाउँ न के हुन्छ लाइफमा। यतिकै त हुँदैन नि त। यतिकै त हामीले केही गरिरहेको त छैन नि त। केही अन द वेमा केही न केही त छ नि। वी आर फेसिङ, वी आर डुइङ। हाम्रो लागि केही न केही त वेटिङ आई थिङ्क अन द वेमा। बेटर देन डोन्ट वेट, जस्ट किप अन सेइङ, किप अन मुभिङ मजाले। देयर इज नो वान। त्यही भन्दै लेट्स इन्जोय। मजाले काम गरौँ, मजाले हेरौँ। स्टिल लट अफ थिङ्स टु डु। मलाई चाहिँ त्यही लाग्छ होइन। द्याट्स रियली इम्पोर्टेन्ट। र त्यसलाई मध्यनजर गर्दै होप कमिङ डेजमा एभ्रिथिङ इज गन बी फाइन। एन्ड फ्ल्यास एन्ड ट्युन लगायत हाम्रो जे जस्तो छ, एभ्रिथिङ इज गोइङ सो वेल। वेल भन्छु म। लेभल हुँदैछ। एभ्रिथिङ इज गोइङ अन। स्टे ट्युन, लेट्स गो अन। मेरो ब्लग पनि गर्दैछु म, इच एन्ड एभ्रिथिङ वर्क पनि गर्दैछु। बुढानीकण्ठ शिवपुरीको हाम्रो एन्ड सोसल वर्कमा पनि आई एम देयर। लगायत आई हेभ बिन डुइङ अ लट अफ इभेन्ट अर्गनाइजिङ प्रोग्राम टु। एन्ड आई हेभ बिन डुइङ अ लट अफ सेनिटेसन प्रोग्राम। सोसल प्रोग्रामै छँदैछ भए पनि। एन्ड द मोस्ट अफ द मैले चाहिँ कस्तो भने एउटा जिआइटी टिम, लाइक हाम्रो पशुपतिमा एस्ट्रो एउटा फाउन्डेसन, नयन एस्ट्रो, जुन चाहिँ हाम्रो गुरु सहदेव विष्ट गुरु, उहाँसँग
मैले चाहिँ धेरै पहिलादेखि नै सम्बन्ध मेरो भएर उहाँले केही चिज ममा देखेर होइन आई फिल लाइक द्याट उहाँ हि जस्ट सपोर्टेड मी द्याट टाइम एन्ड जस्ट उहाँसँगै म छु र उहाँको काममा पनि आइ एम रियली हेल्पिङ एन्ड डुइङ स्टिल रिसर्च हाम्रो चलि नै रहेको छ। त्यो लगायत आई हेभ सिन लट अफ थिङ गोइङ अन इन अ लाइफ मान्छेको होइन जे छ जस्तो छ अगाडि बढ्न गाह्रो हुन्छ बिकज अफ स्ट्याटस अलिकति है मैले धेरैको देखेको छु तर दे आर लिभिङ देयर लाइफ थ्रु स्मल टाइममा पनि थोरै ह्याप्पी भए पनि के त्यो टाइममा जे भए पनि जे छ जस्तो चाहिँ गरिहाल्नु पर्ने रहेछ क्या लाइक यु विल नट गन नो के हुन्छ कस्तो हुन्छ होइन मैले चाहिँ त्यही फिल गरेर नै एटलिस्ट आइएम पहिलादेखि नै काम वर्क जब गर्दा गर्दा आइएम जस्ट डुइङ एभ्रिथिङ एज अ फ्रिल्यान्सर। फिल चाहिँ के हुन्छ भने यस्तो टाइम आउँछ होइन पोर्टफोलियो के हुन्छ के मिक्स पोर्टफोलियो हुन्छ क्या पछि गएपछि अब मिक्स पोर्टफोलियो भइसकेपछि चाहिँ तर हाउ विल गर्न प्रेजेन्ट द्याट के अलि छन त छ डिफ्रेन्ट वेमा होइन के हुन्छ कस्तो हुन्छ तर भए पनि अलिकति अरूलाई भन्दाखेरि पनि एज अ फ्रिल्यान्सर भन्दै सकियो यति मात्र हो अहिलेको लागि चाहिँ टु द पोइन्टमा भन्दा र इट्स लाइक 2083 अहिले एन्ड just I'm having a lovely year from beginning शिवपुरीबाट स्टार्ट गरेको थिएँ मैले र अहिलेसम्मको गर्दाखेरि आई हेभ डन ट्राभल मेनी प्लेसेस फ्रम द्याट टाइम एन्ड एक्सपिरियन्स नलेज को हिसाबमा भन्नुपर्दा आई हेभ सिन आई हेभ टच्ड विथ न्यू पिपल होइन अलिकति आफ्नै फिल्डको पनि डिफ्रेन्ट पिपलसँग भेट्न पाएँ अनि लगायत न्यू क्लाइन्ट्सहरूसँग नि वर्क गर्न पाएँ एन्ड त्यही लगायत अबको फ्युचर प्लानिङहरूको लागि पनि सम वर्क आर गोइङ अन त्यही अनुसारले अनि त्यसको लागि अगाडि बढ्नको लागि एभ्रिबडी इज हेल्पिङ मी एन्ड आई एम अल्सो हेल्पिङ देम र हेर्दै जाउँ सबैको अनुसारले गोइङ अन लाइफमा प्रब्लम सबैको हुन्छ होइन अप्स डाउन स्टे हसल गर्दै जाउँ स्टे पोजिटिभ लिभ द मोमेन्ट एन्ड जस्ट इन्जोय लाइफ त्यही भन्दै म गौरव पौडेल फ्ल्यास एन्ड ट्युन इभेन्टको लाइक अ सिइओ म आफै गरिरहेको छु डु सपोर्ट मी आइ एम रियली ह्याप्पी टु वर्क एज आई एम राइट नाउ बिकज experience each and everything has provided me a lovely thing till now. That's why thank you for everything. Peace. Namaste.